दर्शकहरूलाई जानकारी गराउन चाहन्छु कि कालो हल्दीलाई हामी कालो भन्छौँ, तर यो काटेर हेर्दा नीलो वा बैजनी रङको हुन्छ। सुक्दै गएपछि मात्रै यो कालो हुन्छ। यसको पातबाट हामी यसलाई सजिलै चिन्न सक्छौँ। पात हेरेर चिन्न सकिन्छ? अनि यसको रङ त कालो हुँदैन भन्नुभयो, कस्तो हुन्छ त? हो, यसको पात हेरेर चिन्न सकिन्छ। यो वास्तवमा नीलो नीलो प्रकारको बैजनी नै हुन्छ, कहिलेकाहीँ हल्का कफी रङमा पनि फर्केको देखिन्छ। यसरी नै यसको हल्दी बन्दछ। यो त चाखा लाग्दो भयो। अनि यो कालो हल्दीको मुख्य औषधीय गुण के हो त? कालो हल्दी विशेष गरी मानिसको लिभरका लागि धेरै महत्त्वपूर्ण हुन्छ। लिभर सिरोसिस, लिभर ड्यामेज, जन्डिस र लिभर क्यान्सर जस्ता समस्याहरूमा यो उपयोगी हुन्छ। जन्डिसबाट नै लिभरका समस्याहरू बढ्दै जान्छन्, त्यसैले कालो हल्दी लिभरका लागि मुख्य औषधि हो। यसलाई कसरी प्रयोग गर्न सकिन्छ त? मैले एकपटक भिडियोमा पनि देखाएको थिएँ। यसलाई काटेर राम्ररी धोएर सानो सानो टुक्रामा सुकाउनुहोस्। सुकेपछि एउटा टुक्रा मुखमा राखेर सुपारी खाएझै चपाइरहनु भयो भने यसले भोक धेरै बढाउँछ। भित्री घाउहरू पनि नियन्त्रण हुन्छन्, तर धेरै चाहिँ खानु हुँदैन। 1-2 टुक्रा मात्रै पर्याप्त हुन्छ। दैनिक यसरी खानुभयो भने 15-20 दिनमै तपाईँले यसको सकारात्मक नतिजा देख्नुहुनेछ। वाउ, 15-20 दिनमै परिणाम देखिन्छ? यसले अरू के फाइदा गर्छ त? हो, यसले भोक बढाउँछ, पाचन क्रिया सही समयमा हुन्छ, टोयलेट पनि सही समयमा जान थाल्छ, मुखबाट डकारहरू निक्लिएर जान्छन्। पहिलेका झाँक्रीहरूले पनि यही चिज प्रयोग गर्थे। उनीहरूलाई यसको औषधीय गुण थाहा थियो। यदि कसैले भोक लागेन, ग्यास मात्रै भइरह्यो, टोयलेट सही समयमा आएन भने यो लिभरको समस्या हो भनेर उनीहरू बुझ्थे। यसले गर्दा मानिसलाई निन्द्रा लाग्दैन, शरीर कमजोर हुन्छ, शरीर फुल्न सक्छ। लिभरै कमजोर भएपछि धेरै गाह्रो हुन्छ। त्यसैले यो कालो हल्दी लिभरका लागि मुख्य हो, हैन त? हाम्रा परम्परागत चिकित्सकहरूले पनि यही प्रयोग गर्थे होला नि? बिल्कुल, हाम्रा बराजु र पिता पुर्खाहरूले यही नै प्रयोग गर्थे। उहिलेको समयमा डाक्टर नभएका बेला धामी झाँक्रीहरूले यसको प्रयोग गरेर उपचार गर्थे। यो कालो हल्दी लिभरका लागि धेरै महत्त्वपूर्ण छ। यसको खेती गर्न सकिन्छ त यहाँ? सकिन्छ नि। यसको मार्केट भ्यालु राम्रो छ। यसको मूल्य साधारण बेसारको भन्दा धेरै हुन्छ। तर यसको खेती किन धेरै भएको देखिँदैन त? दुःख लाग्दो कुरा, ग्रामीण क्षेत्रका मानिसहरूलाई मार्केटिङको सही व्यवस्था नहुँदा मात्रै समस्या भएको, नत्र यसको धेरै मूल्य छ। तपाईको जग्गामा पनि यो चिज हुन्छ भन्नुभयो। यसका बोटहरू कस्ता हुन्छन् त? हो, मेरो जग्गामा पनि यो चिज हुन्छ। म त मेडिसिनल तौरमा कुरा गर्ने, बोटहरू देखाउने र प्रयोग गर्ने मान्छे हुँ। यसको बोटहरू र पातहरू कस्ता हुन्छन्, फुल कस्तो फुल्छ भनेर मैले देखाएको छु। यहाँबाट पनि तपाईँले अनुमान गर्न सक्नुहुन्छ कि अदुवा, जिन्जरको पनि कति प्रकार हुँदो रहेछ। अदुवाका पनि धेरै प्रकार हुन्छन्? यो त नयाँ जानकारी भयो। हो, थुप्रै किसिमका। धेरैलाई जिन्जर कति प्रकारको हुन्छ भन्ने थाहा हुँदैन। मैले अझै जिन्जरका धेरै प्रकारहरू देखाउन बाँकी छ। दर्शक वृन्दहरूलाई पछि म औषधीय तौरमा प्लसमा यसलाई कसरी उमार्नुपर्छ भन्ने पद्धति पनि देखाउँदै जानेछु। हुन्छ, धेरै धेरै धन्यवाद। हामी त्यो जानकारीको प्रतीक्षामा रहनेछौँ।